आउन थालिसक्यो रुनु भयो माया गर्थ्यो व्हाट्सअप गाइज खिच्दा हालखबर फेरि पनि आइसक्यो म तपाईँको सामु अर्को नयाँ भिडियो लिएर। आजको भिडियो चाहिँ भनेको के हो भने मेरो दिदी चाहिँ फर्किन लाग्नु भएको छ, त्यही भएर म यहाँ भिडियो बनाउँदैछु। यहाँ जानु आँटेको अनि पुऱ्याउनु चाहिँ म पनि जाँदैछु। के भरे यहाँ चाहिँ केही कुरा हुनु लागेको रहेछ। यो कुरा चाहिँ के हो भनेर म भन्दै जाँदैछु। मेन कुरा चाहिँ गोमाले मेरो दिदीले मेकअप गरेको छैन रे, त्यही भएर यसलाई नदेखाउनु रे। अब मेकअप नगर्दा त अब थोरै चुडेल जस्तै छ, त्यही भएर नदेखाउने रे। अनि मम्मीलाई के सोध्छ रे, अब चाहिँ म मम्मीलाई माइक दिएर सोध्छु त। मेरो भोइस राम्रो छैन। कुरा चाहिँ के हो भने यिनीहरू जाँदा रुनुहुन्छ कि हुँदैन भन्ने कुरा हो। म रुदिन, किन रुनु? राम्रो काममा जाने हो, यात्रा सफल होस्। अरु त्यति नै हो। भन्दा भन्दै रुन आट्नु मम्मी रुन थाल्नु भयो त। यस्तै हो। त्यस्तै हो, यस्तो हो क्या मम्मी मुखमा हाल्ने हो हैन, यस्तो यसरी चेपेर बोल्दैन यसरी। बोल्नु त म त बोल्दिन। हेलो 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 भन्नु पर्दैन। सन्चै हुनुहुन्छ? सन्चै छु। खाना खानुभयो? खाना खाइसकेको। मम्मीको आँखाबाट चाहिँ आँसु आउन थालिसक्यो। रुनु भयो नभन त्यस्तो। मम्मी चाहिँ रुन थालिसक्नु भयो। मम्मी र यता यो हेर्दै रुँदै हुनुहुन्छ मम्मी। त्यसलाई पनि निकाल। हेलो हेलो भने हाई भन्नु ल, हाई भन्नु ल अहिले यति नै। अब भरे जाँदाखेरि मम्मी रुको देखाउँछ त। यस्तो मात्र के, यस्तो मात्र रुदिन हौ। त्यो उसको आमा आफै पुछ न त, आफै नपुछ्ने ल। ल हाम्रो घरमा चाहिँ मेलै लागेको छ। जेठा भेना, साइली दिदी अनि साइली भिनाजु, भान्जा यता अर्को भान्जा, माइली दिदी। म सबैलाई देखाउँछु। माइली दिदी यहाँ छन् दुईजना। यहाँ हेर, यहाँ हेर। हाई भन छिटो, हाई भन न रुबी। हेलो भन, हेलो मामा भन छिटो छिटो। माया गरिदेऊ, यहाँ माया गरिदेऊ। कति ज्ञानी। लुबी पनि माया गरिदेऊ, यहाँ माया गरिदेऊ। छिटो माया गरिदेऊ न, छिटो न। यता हुनुहुन्छ जेठी दिदी, अनि यहाँ हुनुहुन्छ मम्मी, अनि यहाँ हुनुहुन्छ हाम्रो घरको बहिनी, कान्छी बहिनी। हेलो भन्दै छिटो हेलो गाइज भन्दै न। ल भिडियो बनायो समातेर ब्लग अरू बेलाको जस्तै रिसाउँदा पनि राम्रो देखिदिरहेछ हामी बहिनी त। हाँसी नबनाउने। यहाँ धन्दा गर्दै हुनुहुन्छ आउने बित्तिकै। यतिको काम चाहिँ ठिकै हो। अरू पनि केही छ भने निकाल्नु मम्मी। यो करे दिदीलाई। हाम्रो घरमा चाहिँ अहिले मेलै लागेको छ है त। रुनु भएको हिँड्ने बेलामा किन तिमी चाहिँ फेरि मम्मी त छोरी, मम्मी त आफ्नो छोरी हाल्नुहुन्छ नि। के रुनु भएको तपाईँ त अघि रुदिन भन्दै हुनुहुन्थ्यो त। हामी चाहिँ यहाँदेखि रात जानुपर्ने भयो, किनकि भोलि चाहिँ भाडाको गाडीको के आन्दोलन छ भन्ने कुरा आयो।
अनि भोलि गाडी नचल्ने हुँदाखेरि पर्सि चाहिँ हाम्रो काठमाडौँदेखि विराटनगरदेखि काठमाडौँसम्मको फ्लाइट छ। त्यही भएर हामी चाहिँ अब भोलि गाडी नचल्ने हुनाले अब अझै बेलुकै जानुपर्ने भयो। त्यही भएर हामीले चाहिँ अब भाडामा रिजर्भ एउटा गाडी खोजेर हामी चाहिँ रातारात गयौँ घरदेखि जाँदाखेरि चाहिँ 7:30 बजीतिर चाहिँ हामी घरदेखि हिँड्यौँ। अनि त्यही भएर मैले त्यति धेरै भिडियो पनि बनाउनु पाइनँ। अनि भिडियो बनाउने वातावरण पनि थिएन अब, किनकि दिदी जाँदै हुनुहुन्थ्यो। अनि दिदी भान्जी जाँदाखेरि मम्मी रुँदै हुनुहुन्थ्यो। अनि उता संसारी गएपछि दिदी रुँदै हुनुहुन्थ्यो। सबै रुने अब त्यति बेला मैले भिडियो बनाउनु पनि अलिक राम्रो लागेन। अनि अहिले चाहिँ बेलुका रात परेर हामी इटोरी आएर बसिरहेको छौँ। अब यहाँदेखि चाहिँ भोलि हामी यसो गरेर पर्सि चाहिँ बिहानै हामी यहाँदेखि जानेवाला छौँ। होइन भने चाहिँ हामी भोलि आउँदा पनि हुन्थ्यो, तर अब गाडी बन्द भोलि हुने भएपछि चाहिँ हामीले रातारात गाडी खोजेर आउनुपर्ने भयो। त्यही भएर यो भिडियो यतिमै स्थगित गर्न चाहन्छु म चाहिँ। अनि भोलि अझै राम्रो कन्टेन्ट लिएर आउने नै छु। तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। अहिलेलाई यति नै, बाई बाई। रातको अहिले 1 बजेको छ। त्यही भएर यहाँ अहिले मैले एउटा लाइट बालेर भिडियो बनाइरहेको छु। त्यही भएर यस्तो नराम्रो आएको, कम्प्रोमाइज गर्नुहोला। अहिलेलाई यति नै, बाई। अब भोलि अझै राम्रो भिडियो लिएर आउने प्रयासमा छु म।